वाट इज द मोसाड? यो मोसाड भनेको चाहिँ के हो त? मोसाड भनेको एउटा इजरायलको इन्टेलिजेन्ट एजेन्सीको नाम हो मोसाड हैन। यसले कसरी काम गर्छ भने यसले डाइरेक्टली इजरायलको प्राइम मिनिस्टरसँग कनेक्ट भएर काम गर्छ, एकदमै सेपरेटली। दुनियाँको सबैभन्दा टप एजेन्सी भनेको चाहिँ तपाईँको इजरायलकै छ के। यो मोसाड समूह नि यति इन्टेलिजेन्ट कि तपाईँको युएसए, जापान, फ्रान्स, इन्डिया, तपाईँको कहीँ पनि यो यसको आसपास कुनै पनि एजेन्सी छैन क्या, यस्तो टप के। यसको स्थापना चाहिँ सन् 1949मा भएको रहेछ नि। यसमा चाहिँ करिबन 7,000 जना मान्छेले काम गर्छ अरे, डिफ्रेन्ट कन्ट्रीमा एउटै समूहको होइन। अनि यसको एनुअल बजेट चाहिँ तपाईँको 2.73 बिलियन रहेछ होइन। अनि अहिले इरानमा वार भइरहेको कारण पनि इरानले के गरिरहेको छ भित्र होइन, यसको न्युक्लियर बमहरू चाहिँ कसरी बनाउँछ भनेर पुरा चाहिँ यो मोसाडको समूहले पुरा पत्ता लगाएर चाहिँ अहिले चाहिँ इरानमा यति धेरै वार भइसक्यो होइन, सुप्रिम लिडरलाई मारिसक्यो होइन, तर अझै पनि वार कन्टिन्यू हुँदैछ होइन। यसमा चाहिँ विशेष गरी सबभन्दा ठुलो हात चाहिँ तपाईँको मोसाडकै छ कि। किनभने यो मोसाड समूह नि तपाईँको दुनियाँको कहीँ पनि तपाईँको कन्फ्लिक्ट भएछ, कुनै देशमा केही भएछ भने उनी चाहिँ त्यहाँ घुसेर त्यहाँ चाहिँ भित्र जासुसी गरिहाल्दैछ कि जहाँ पनि होइन। त्यही यदि तपाईँले अरू पनि यस्तै भिडियोहरू हेर्न चाहनुहुन्छ भने मेरो च्यानललाई फलो गर्नु होला, सब्सक्राइब गर्नु होला, लाइक कमेन्ट गरिदिनु होला। ओके, थ्याङ्क यू।